अति नै सुन्दर छ यो मध्य मण्डल। तर भने पार्वती, जति नै सुन्दर मध्य मण्डल भयो भने हामी मध्य मण्डलमा बस्न पाउने छैन। हामीले त कैलाशमै बसेर संसारको सृष्टि चलाउनुपर्छ। त्यसैले अब विलम्ब नगरिकन हामी कैलाश लाग्नुपर्छ। अनि मध्य मण्डल भ्रमण गर्दै आउँदा हाम्रो साथमा नन्दी पनि आएको थियो। अहिले त नन्दीलाई देखिन, तिमीले देखिन? नन्दी, नन्दी कहाँ छौ नन्दी? शीघ्र अलि शीघ्र उपस्थित भइहाल नन्दी, कहाँ छौ? नन्दी के भयो तिमीलाई? कहाँ छौ? म हजुरसँग उपस्थित हुन सक्दिनँ भोलेनाथ। यो के भन्दैछौ नन्दी तिमी? हो भोलेनाथ, आज यो मध्य मण्डल भ्रमण गर्ने क्रममा प्रभु हत्या भइरहेको देखेँ। यो के भन्दैछौ नन्दी तिमी? मध्य मण्डलमा विध्वंस हत्या भएको? हो प्रभु। हेर नन्दी, हामी पनि मध्य मण्डलको भ्रमणमा छौँ। हामीले त सारा भक्तजनहरू देखेका छौँ, मठ मन्दिरमा पूजापाठ भइरहेको देखेका छौँ। तिमीले कसरी हत्या भएको देख्यौ? प्रभु म कसरी भनौँ प्रभु, सोचेको भएदेखि म पनि होइन भन्थेँ होला प्रभु। तर मध्य मण्डलका मनुष्यहरू हजुरले सोचे जस्ता रहेनछन् प्रभु। हेर नन्दी, तिमी के भन्दैछौ राम्रोसँग भन। भोलेनाथ, हामीले कैलाश जान हतार भइसकेको छ। भोलेनाथ, मध्य मण्डलका मनुष्यहरू मेरी माताको हत्या गरेर मांसभक्षण गर्दा मनुष्यहरूले गौमाताको हत्या गरिरहेका छन्। हो प्रभु। यो कदापि पनि हुन सक्दैन नन्दी। मध्य मण्डलका मनुष्यहरूले गौमातालाई पूजा गर्छन्। जसलाई पूजा गर्छन् माता भनेर उसैको हत्या कसरी सम्भव छ? सम्भव कसरी छैन प्रभु, मेरै आँखाले देखिरहेका छन्। हजुरले यसको अन्त्य गर्नुपर्छ भोलेनाथ। तिमी निश्चित हौ। यदि मध्य मण्डलका मनुष्यहरूले गौमाताको हत्या गरिरहेका छन्, धर्मको नाश गरिरहेका छन् भने ती पापिष्टहरूलाई दण्डमा अवश्य नै दिनेछ। अवश्य पनि। जसले गौमाताको हत्या गर्छ त्यसले स्वयं मेरो हत्या गरेछ। निश्चित हौ। आज म ती मध्य मण्डलवासीहरूलाई अवश्य नै दण्ड दिनेछु। ती पापिष्टहरूलाई अवश्य नै दण्ड दिनेछु नन्दी। हजुरको जय होस् भोलेनाथ। आजसम्म मनुष्यहरूले मेरो भोले स्वरूप देखे, आज म मेरो रौद्र स्वरूप देखाउनेछु। हर हर महादेव। मेरो तेस्रो नेत्रले अग्निको ज्वाला निकालेछ र ती पापिष्टहरूको भस्म गर्नेछ। तिमी कैलाश जाऊ, म मध्य मण्डलमा पापीहरूको नाश गरेर मात्र आउनेछु। मध्य मण्डलमा पाप बढिरहेको छ भने म अवश्य नै ती पापको नाश गर्नेछु। अवश्य नै नाश गर्नेछु।